हेलो साथीहरू, आज चाहिँ हामी लाग्यौँ सन्चेरामा रहेको अर्जुनधारा मन्दिर, जो आज चाहिँ त्यहाँ मेला लागिरहेको छ। सो देख्न सक्नुहुन्छ, यो चाहिँ बजार हो। सन्चेरामा रहेको बजार हो। यो चाहिँ बजारदेखि नै मेला लागिरहेको थियो। बजारमा रहेको गेट हो। यो चाहिँ देख्न सक्नुहुन्छ। बाइकहरू थन्काउनु ठाउँ नभएर एकदम म्यानेज गरेर दाजुले थन्काउनु भयो। देख्न सक्नुहुन्छ, यो चाहिँ बजारमा रहेको गेट हो। बजारदेखि नै मेला लागिरहेको थियो। मान्छेहरू देख्न सक्नुहुन्छ, यति धेरै भिड थियो। साथीहरू फोटो भिडियोहरू लिइरहेछन्। थोरै लिउँ न त भनेर लिइरहेछन् दाइहरूले है। सो हामी चाहिँ पस्यौँ अब मन्दिरतर्फ लाग्यौँ। बजारदेखि चाहिँ मन्दिर अलिकति धेरै टाढा छ, हिँडेर गयौँ हामी चाहिँ। सो देख्न सक्नुहुन्छ, आउने र जाने मान्छेको घुइँचो उत्तिकै नै छ हैन। सो दायाँ र बायाँ नै एकदम राम्रो लाइटहरू राख्दै रहनु भएको थियो क्या गेटमा। देख्न सक्नुहुन्छ, यति राम्रो लाइटहरू थियो। यो लाइट चाहिँ झन् मलाई एकदम मन परेको क्या साथीहरू। कस्तो राम्रो क्या यो चाहिँ, हेर्नुहोस् न। सो यहाँ चाहिँ बाटोमा हैन, बत्तीहरू दियोहरूदेखि लिएर फलफुलहरू लुगाफाटाहरू सबै पाइरहेको थियो के। सबै बेचिराख्नु भएको थियो। जस केहीको टेन्सन चाहिँ थिएन के। देख्न सक्नुहुन्छ, साथीहरू हिँड्दैछन्। म पनि थोरै नक्कल पार्दै हिँड्दैछु, साथीलाई थोरै भिडियो लिँदैन मेरो पनि भनेर। सो देख्न सक्नुहुन्छ, दायाँ र बायाँ नै यति राम्रो लाइटहरू छ। जाने मान्छेको बाटो यो भयो भने फर्किने मान्छेको बाटोको त्यो भयो लाइन। सो हिँड्दैछौँ हामी चाहिँ हिँड्दैछौँ है। म पनि फर्स्ट टाइम गएको हो। सो मलाई पनि त्यति थाहा भएन। साथीहरूलाई सोध्दै नै हिँड्दै थिएँ। म पनि फर्स्ट टाइम गएको हो, पहिलोचोटि। सो फाइनली हामी चाहिँ आइपुग्यौँ अर्जुनधारा मन्दिरको गेट। देख्न सक्नुहुन्छ भिड। यहाँ चाहिँ पुलिसहरूदेखि लिएर हवलदारहरूदेखि लिएर सबैजनाले एकदम सुरक्षा कायम गरिराख्नु भएको थियो क्या हाम्रो लागि। सो निरन्तरता दिइराख्नु भएको थियो आफ्नो कामहरूमा है। देख्न सक्नुहुन्छ, हामी चाहिँ गेटदेखि भित्र पस्यौँ। थोरै गेटहरू यसरी सजावट थियो। मान्छेहरू आउने जाने उत्तिकै नै थिए क्या साथीहरू। रातिको 9 बजिसकेको थियो हामी पुग्दाखेरि चाहिँ। सो कति मान्छे फर्किरहेको थियो भने कतिजना अझै आइराख्नु भएको थियो। देख्न सक्नुहुन्छ, यो चाहिँ पुलबाट मान्छेहरू फर्किने मान्छेहरू चाहिँ पुलबाट जानुहोस् भनेर उहाँले अनाउन्स गरिराख्नु भएको थियो। सो उहाँहरू चाहिँ फर्किँदै हुनुहुन्छ। हामी चाहिँ भित्र लाग्यौँ। देख्न सक्नुहुन्छ, फाइनली हामी चाहिँ मन्दिरभित्र पस्यौँ। सो वाउ, यति राम्रो नि भित्र पस्नु साथ देख्नु भएन साथीहरू। लाइटहरू हरेक मन्दिरमा यति राम्रो राखिदिनु भएको थियो। यति राम्रो सजावट थियो। तल दियो बत्ती, माथि लाइटहरू है साथीहरू। देख्न सक्नुहुन्छ, गयौँ हामी चाहिँ त्यही बाटोभरि यसरी। बाटोदेखि नै आफ्नो पितृहरूलाई सम्झेर आफ्नो आफन्तहरू यसरी बसिरहनु भएको थियो। आफ्नो पितृको फोटो अगाडि राखेर एउटा भुइँमा एउटा बोरा मात्र ओछ्याएर बसिरहनु भएको थियो क्या साथीहरू, आफ्नो पितृको लागि। सो देख्न सक्नुहुन्छ, वाउ, यो मन्दिर त झन् यति राम्रो देखेको थियो है साथीहरू। यति राम्रो थियो। फोटो भिडियोहरू पनि राम्ररी हामी चाहिँ खिच्न पाएनौँ, एकदम भिड भएको कारणले गर्दाखेरि। देख्न सक्नुहुन्छ भिड कति थियो भनेर। देख्नुभयो होला। यो चाहिँ हेर्नु न कस्तो राम्रो क्या। रुखहरूमा पनि लाइटहरू थियो। यसरी दियोहरू थियो भुइँमा भने। यसरी शिवलिङ्गहरूमा पनि पूजा गरिराख्नु भएको थियो सबैजनाले। यो चाहिँ धेरैवटा शिवलिङ्ग थियो, नजिक गएर भिडियो लिन पाइनँ मैले। सो यो चाहिँ अर्जुनधाराको विशेष हो। यो चाहिँ अर्जुनले बाण हानेको जो चाहिँ पोखरीको बिचमा छ है। यो पनि नजिकबाट भिडियो लिन सकिनँ गाइस, सरी। यति धेरै भिड थियो, देख्नुभयो नि। यो फोटो भिडियोहरू लिने पनि अवस्था थिएन क्या। वाउ, हेर्नुहोस् त, यति राम्रो देखेको थियो यहाँबाट त झन् है। यति राम्रो भ्यू देखिएको थियो हेर्दाखेरि। सो यहाँ चाहिँ खाजाहरू पनि सर्भ गरिरहनु भएको थियो। एउटा खिचडी जस्तो थियो है, मिठो थियो। हामीले पनि थोरै प्रसादको रूपमा थोरै सबैजनाले थोरै लियौँ प्रसादको रूपमा भनेर खायौँ। सो हामी चाहिँ खाजा खाएर लाग्यौँ रोटेपिङतर्फ। रोटेपिङ खेल्नु भनेर गएको है साथीहरू। लामा लस्कर लाइन थियो कि। सो मान्छेहरू 3 घन्टा 2 घन्टा बसेर पनि पालो आएको छैन भनिसकेपछि हामी चाहिँ नखेल्ने निर्णय गरेर हामी चाहिँ थोरै भिडियोहरू मात्र लियौँ।
त्यसैले हामी चाहिँ अनि भिडियोहरू थोत्रै लिएर फर्क्यौँ, खेल्न पाइनौँ। अलरेडी रात धेरै भइसकेको थियो। सो यति नै भिडियो लिए, फर्केको भिडियो लिन पाइनँ। साथीहरू के कस्तो लाग्छ हेरिदिनु भयो, धन्यवाद। के कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। थ्याङ्क्स फर वाचिङ।